साथीहरु नमस्ते। मेरो चाहिँ सधैँ अर्ग्यानिक खाना खाएको चाहिँ सिस्नु कहिले चाहिँ कर्कलो ढिँडो खाएको भिडियो आउँथ्यो। आज चाहिँ मेरो नानी बाबुको रिक्वेस्टमा चाहिँ चाउचाउ फ्राई अनि यहाँ चाहिँ पोच अन्डा बनाएर चाहिँ यहाँ च्यालेन्ज गर्दैछु। ल तपाईहरुले पनि भिडियो हेर्नु होला, कसले जित्छ है त। ल मेरो यहाँ भान्जा चाहिँ भिडियो बनाउँदैछन्। ल उनले 1 2 3 भनेपछि हाम्रो सुरु हुन्छ है त। 3 2 1 गो। आज चाहिँ म हार्छु जस्तो छ। मेरो चाउचाउ धेरै नै छ। यो बुत्ताइन्छ कि बुत्ताइँदैन। यो कसले जित्छ के गर्छ भन्ने चाहिँ पार्ट 2 मा आउँछ है साथीहरु। पार्ट 2 मा चाहिँ सुरु भइसकेको छ। अहिलेको हिसाबले हेर्दाखेरि मेरो छोरीले जित्दैन। भाइ लास्ट हुन्छ कि अब आज? भाइ लास्ट होला जस्तो छ। अब बाबु छोरीमा कसले जित्छ है त? बाबु र छोरीमा म जित्नु पनि। भाइले पनि जित्ला खाना ओ छोरीले जिते। अब चाहिँ आजको विनर चाहिँ छोरी भए। अब तपाईहरुले भन्नु होला फेरि बच्चालाई यस्तो खुवाउनु हुँदैन भन्नु त। यो चाहिँ महिनामा एकचोटि कहिलेकाहीँ मात्रै हामीले यो जङ्क फुड खुवाउँछौँ। ल छोरीलाई चाहिँ कङ्ग्रेचुलेसन। अब जे भन्छ भोलिले त्यही छोरीलाई चाहिँ त्यही किनिदिने भोलि। ल